चुपचाप चुपचाप अब समय आएको छ ब्यालेटले हराउने। म यही स्टेजबाट मधेसको पवित्र धरतीबाट आदरणीय रवि दाइलाई भन्न चाहन्छु, महान बिपी कोइरालाले देखेको एकचोटि सपना देख्नु भएको थियो, मधेसको जनतालाई काठमाडौँबाट चुनाव जिताउँछु भनेर। आज त्यो सपना साकार हुने दिन आएको छ। बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर तपाईले देखाउनु भएको साहस, त्याग र विश्वासलाई मेरो सलाम छ। जेनजी आन्दोलनले नेपाललाई सक्षम, इमानदार र समावेशी बनाउने संकल्प लिएको छ। साथीहरू, जेनजी आन्दोलन कुनै व्यक्ति विशेषको विरुद्ध थिएन, कुनै पार्टीको विरुद्ध थिएन। यो एउटा बिग्रिएको प्रणालीको विरुद्धको आन्दोलन थियो जसमा हामी सबै बाधिएका थियौं। आज युवासँग रोजगार छैन, डिप्रेसन, एन्जाइटी र लागु पदार्थ युवाको नियत बनाइएको छ। किसानसँग न पानी छ, न मल छ, न आफ्नो पसिनाको उचित मूल्य छ। आज सबैभन्दा बढी बेरोजगारी मध्य प्रदेशमा छ। यो पीडा देखेर 27 वर्षको एउटा युवा काठमाडौँ पुग्यो र अन्याय नसहन सकेर एउटा आन्दोलनको सुरुवात गर्यो। त्यो आन्दोलन थियो जेनजी आन्दोलन। जेनजी आन्दोलन त्यो युवा अन्याय सहन चाहन्थेन, अन्याय देखेर चुप बस्न चाहन्थेन। त्यसैले उसले काठमाडौँको सडकमा कांग्रेस एमाले माओवादीलाई जनताको शक्तिले हरायो। अब समय आएको छ ब्यालेटले हराउने। म यही स्टेजबाट मधेसको पवित्र धरतीबाट आदरणीय रवि दाइलाई भन्न चाहन्छु, महान बिपी कोइरालाले देखेको एकचोटि सपना देख्नु भएको थियो, मधेसको जनतालाई काठमाडौँबाट चुनाव जिताउँछु भनेर। आज त्यो सपना साकार हुने दिन आएको छ। बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर तपाईले देखाउनु भएको साहस, त्याग र विश्वासलाई मेरो सलाम छ। दाजुभाइ तथा दिदी बहिनीहरू, यसपालि 32 को 32 सीट बालेन शाहलाई प्रधानमन्त्री बनाओ, बालेन शाहलाई प्रधानमन्त्री बनाओ। यही हो असली संघीयता, यही हो असली समावेशिता। हामी काममा केन्द्रित रहन्छौं। यो लडाई मेरो होइन, यो लडाई देशको राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसा हो। यो भरोसा हामी तोड्दैनौं। मधेस समस्या होइन, मधेस शक्ति हो। त्यसैले चुपचाप 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 चुपचाप। धन्यवाद। म केही लाइनमा आफ्नो मातृभाषा मैथिलीमा भन्न चाहन्छु। ऐ बेर बात पगड़ी पह। ऐ बेर प्रधानमंत्री के कैंडिडेट बनले बालेन शाह, मधेश के बेटा। ऐ बेर प्रधानमंत्री न बनले काठमांडू में तो पगड़ी के सवाल है। पगड़ी के मान बढ़ गए कि पगड़ी के मान घट गए? पगड़ी के मान बढ़ गए। जय मधेश, जय मधेश, जय नवदेश, जय नेपाल। बालेन शाह, रवि दाई, जय घंटी। चुपचाप चुपचाप। जय मधेश, जय जानकी। धन्यवाद।